नमस्ते। हजुरहरूले चिनिरहेको वनस्पति जो वनस्पति हर घरमा हुन्छ, हर गाउँको चौतारामा हुन्छ, एक बर अर्को पिपल। यो बर पिपल वनस्पति हाम्रो धार्मिक पनि छ, साथसाथै यो वनस्पति आयुर्वेदिक औषधिको विभिन्न कल्पनाहरू बनाउन प्रयोग गरिन्छ। यो वनस्पति विशेष गरी म आज यसको दूधको बारेमा चर्चा गर्दैछु। यो वनस्पतिको दूध जो घाउलाई सफा गर्ने काम गर्दछ। यो वनस्पतिले यस्तो राम्रो काम गर्दछ जसले अत्यधिक जो सेतो पानी बग्ने समस्या होस्, महिनावारीको समस्या होस्, जहाँबाट अत्यधिक गनाउने समस्या होस्, त्यस्तो समस्यामा यो वनस्पतिको दूधको प्रयोग गर्न सकिन्छ। यो वनस्पतिको दूधले जो कुहिएको अवस्थाको घाउ छ त्यसलाई समेत ठिक गर्दछ। रिसर्चबाट यो प्रमाणित भएको छ। तसर्थ यो वनस्पतिको प्रयोग विविध रूपमा घाउ सफा गर्नको लागि प्रयोग गरिन्छ। यो पिपल हो, यो बर हो, यसको दूधको प्रयोग गरिन्छ। तर दूध निकाल्न गाह्रो छ, त्यसैले यसको बोक्राको प्रयोग गरिन्छ, जसलाई काडा बनाएर घाउ सफा गरिन्छ। विभिन्न प्रकारको मेडिसिन्स योबाट आउँछ, पञ्चबल्कल होस् चाहे योबाट आउने अनेक यस्तो मेडिसिन छ जसले घाउ सफा गर्नको लागि प्रयोग गरिन्छ। विविध रूपमा यसको अरू पनि प्रयोग छ। हस् त, धन्यवाद।